आइपुग्यौँ खै हामी चाहिँ आइपुग्यौँ जाने हो र सपो दिदीको सब्स्क्राइब गरिदिनुस् बल भनेपछि त पुगिहाल्यो म्याडम Madam is here with her ball. Okay, my game is fair play. Hello. Oh, the best keeper. Evidence 2025 World Cup 2025 सफल बनाउनका लागि यहाँले दिनुभएको योगदानको कदर गर्दै यो टोकन अफ चुनाना चुनाना तू ही मेरी जिंदगी Hello, namaste. Welcome to my channel. It's me Saputama. अनि कति दिनपछि जस्तो फिल भइरहेछ एक हप्ता पनि भइसक्यो होला बडी नै भ्लग नहालेको अनि आज चाहिँ आइतबार मजाको घाम लाग्यो आज हामी कता जाँदैछौँ बुढु आज हामी जाँदैछौँ फुटसल टुर्नामेन्ट धरान एफसीबाट आयोजित टोयोटामा हो हामी अलिकति टाढा छौँ तर केही छैन बिचमा अलिकति आज फेरि म्याराथन छ अरे त्यसले गर्दाखेरि बाटो डिस्टर्ब हुन नि सक्छ बट हामी चाँडै निस्केछौँ बिहान 7 बजे टाइममै पुग्छौँ होला 7 बजे घाम लाग्यो 7 बजे 9:25 भइसक्यो ढिला भइसक्यो खासमा हिजो चाहिँ हामी बिहान नै निस्किने भनेर प्लानिङ गरेको थियो तर उठ्नै सकेन हामी दुवैजना गाह्रो भयो उठ्नलाई ठिकै छ त्यही पनि अब जाने हो रमाइलो गर्ने है बुढो है आज फेरि यहाँ म्याराथनले गर्दाखेरि यस्तो बाटो चाहिँ बन्द हुन लाग्यो रहेछ यहाँ ठ्याक्कै सोधिरहनु भएको छ हरियो बोल हेलो भाइ आफ्टर अ लङ टाइम धेरै पछि हामी पनि गाडीमा चढ्न लागेको भाइ नि हाम्रो गाडी त्यो 4 भइसकेछ नधो पनि कति भयो धेरै भयो नि है बुढो बुढो चस्मा अलि ब्याङ्गो भयो कि होइन लु अब चाहिँ हिँडेको हामी अब कस्तो क्लियर देखेको भाइ आजको मौसम के भयो होला मसँग छ होला यहाँ छ आरिमास आउँदैछ हाइवे चढेको अवस्था दाम देखाएकै अगाडि बाइक कुदेर त हामी चाहिँ आइपुग्यौँ फुटसलमा जाने हो र कोम्बिनी कहाँ छ यहाँबाट चाहिँ ए यहाँ कम्बिनी छ जस्तो मलाई पनि लाग्दैन ल है त हामी आइपुग्यौँ हाम्रो टोयोटाको फुटसल पहिला नि आइसक्यो लागि हार्दिक अनुरोध गर्न चाहन्छु त्यो फर्म बिना हामीले गेम खेलाउन असमर्थ रहेको कारण छिटोभन्दा छिटो कृपया खेलाडी दर्ताको फर्म उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु
म्याडम फेरि बल भनेपछि त पुगिहाल्यो म्याडम हो म्याडम इज हियर विथ हर बलこちらは溶接切断ができるレーザー溶接線です。電源に接続するだけですぐに使用可能。हेलो सर के छ हालखबर बुढीमा के छ ए बहिनी आएर बसिरहेको रहेछ नि त ल हेलो भन्देऊ होइन यसरी हाई गरेर हात हेलो मेरो कार नि गर्दैन त सबैजनालाई नमस्कार भन्देऊ वेलकम भन वेलकम ये भन्देऊ दिदीको सब्सक्राइब गरिदिनुहोस् अब 1000 हुनलाई कति छ हाम्रो अब 50 होइन 40 थ्याङ्क यू आयोजक टिममा पनि हुनुहुन्छ हामी सुदूरपश्चिमाञ्चल समाजको प्रतिनिधिबाट हजुर त्यसैलाई लिएर विवाह सम्पूर्णको लागि साथीहरूको लागि दिएको शुभकामना दिन चाहन्छु र अबको पालो र त्यसै गरी यदि बराबर भएको खण्डमा एक्स्ट्रा समय हुने छैन सिधै पेनाल्टी सुटआउटबाट गेमको सिनेमाको दिन्छ र त्यसै गरी हामी कार्यक्रमको उद्घाटन गर्न चाहन्छु उद्घाटनको लागि म किसान मोबाइल जिम्मेस गोल कम्पिटिटर प्रतिस्का प्रमुख अतिथि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी किक बक्सिङ सिधौली को आदरणीय देव कुमार घिमिरेजीबाट लगाइरहेको प्लेबल कृपया रेफ्री हस्तान्तरण गरी आजको यो समूहको उद्घाटन गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु साथीहरूलाई तयारी अवस्थामा बसिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु त्यसै गरी यो प्रतियोगिता सम्पन्न गर्नको लागि हामीलाई साथ सपोर्ट गर्नुहुने सम्पूर्ण बुढे नभए मान्छे किन खेल्नु पर्यो त नि अचम्म बुढे भएन बुढ नभएको मान्छे फुड पार्टनरमा कुकुरी लन टेलर दिनेश गौतम ज्यू त्यसै गरी सपोर्टर द पाइलटका
अध्यक्ष श्रेष्ठ द्रौपदी ल हामी चाहिँ यहाँ अब भोक लाएर मोमो र भुटामा खाँदै खुट्टा मासु फर्के ओ माई गॉड जहिले यस्तो हुन्छ नि पर्दैन यस्तो हुन्छ मेरो मासु फर्के खुट्टाको हावाले कस्तो हैरान पारेको त्यसै गरी सम्मान पत्र ग्रहण गरिदिनका लागि माननीय समाजसेवी कान्छा पुन्ज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सम्मान पत्र ग्रहण गरिदिनका लागि आदरणीय समाजसेवी आदरणीय दाइ कान्छा पुन्ज्यूलाई यो सम्मान पत्र ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सम्मान पत्रको लागि माई गेम इज फेयर प्ले ल सर्नु नि मलाई चाहिँ खुब इन्टरटेन भइरहेछ यहाँ गेम हेर्नलाई बहिनी हेरेको चाहिँ छैन गेम त्यसमा स्प्रे छैन लो स्प्रे छैन त्यति लगाएर स्प्रे उता चाहिएको कान्छा भेट्रामको खुट्टामा बल धन्यवाद 10 नम्बर लडेर हेर ताल्न बितालमा हेर हातमा पनि झन् त त्यो मासु पोल्दा राम्रा नि यसरी खेलेर नि हुन्छ साथीहरू गाइजहरू भन्नु न तपाईँहरू आफै भन्नुहोस् त गाइजहरू यो कहिल्यै पनि नखेल्ने अनि त्यो तात्तन टाइममा खेलेर हुन्छ कस्तो मिठो खालको है तर आजको कस्तो चटपट त झन् यस्तो बवाल मिठो बनाउने अघि त म त बुढी माउ साँच्चीको बुढी माउ देखेछ यार भावनाको यो कपडा चाहिँ मैले अस्ति आएर थाहा पाएको थिएँ कि जाडो हुन्छ भन्ने मलाई आज जाडो फिलै भएन त्यो भएर तर आज त्यस्तो धेरै जाडो होइन मैले पनि फेरि कपडा के लगाएको थिएँ यस्तो बाहिर निकालिदिएको कपडा खाएँ कहाँ पेट देखाएको छ जाडो हुन्छ यहाँभित्र मिडिया स्पोन्सर दिनेश गौतम भ्लग्स र सपु तामाङको भ्लग्स मिडिया स्पोन्सर रहेको छ होली सेलिब्रेसन नागोया सिस्टरहुडले प्राउडली प्रेजेन्ट्स है त हाम्रो सहदीप गुरुङ दाई सहदीप छेत्री दाई दिलमन रुम्बा सरोज लामा लक्ष्मण तामाङ अर्जुन सुनार लगायत राजु लामा प्रोग्राम होस्ट र हाम्रो मिना केसी सिस्टर प्रोग्राम अर्गनाइजर है त सबैजनालाई आइदिनु होला भन्दै म फेरि हाम्रो स्टलतर्फ जाँदैछु अनि के कस्तो भइरहेछ गेमको अवस्था हेर्नु पर्यो कति जाडो छ भन्ने त अनि पुरै अब त भनेको मान्न पर्छ यार म त डर लाग्यो सरोजले भनेको कुरा के चिसोमा आमा नि लै बच्चा भित्र छिर्न मिल्छ चिया खाँदै हिँडेछौँ हामी है तात है खामथाइ ल अब चाहिँ सेमी फाइनल अनि फाइनल सकिहाल्छ हार्दिक अनुरोध गर्न चाहन्छु यो के कसको कुन चाहिँ रे सिजुका भर्सेस के आन्ची रहेछ केटोको अहिले चाहिँ सिजुकाले 1-0 ले लिड गरेको त्यसो हो
हाम्रो क्वार्टर फाइनल ICFC versus दामी गोल हाने हामीलाई धेरै धेरै माया साथ सपोर्ट र यो स्पाइस मोबाइल एभिडेन्स 2025 वर्ल्ड कप 2025 सफल बनाउनको लागि यहाँले दिनुभएको योगदानको कदर गर्दै यो टोकन अफ लभ के पायो टोकन अफ लभ फ्रम धरान FC लिनको लागि म अरविन्द चाहरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु उहाँ ओसाकादेखि आएर हामीलाई एक दिन अगाडिबाटै नगएमा आएर साथ सपोर्ट र हौसलाको लागि धेरै धेरै धन्यवाद यस्तै माया सपोर्ट सबै पाइराखौँ थ्याङ्क यू सो मच क्वार्टर फाइनलको लास्ट गेम हो कि 2-0 ले बेनी एफसीले लिड गरिरहेको थियो भने अहिले 2-2 भएको छ फेरि ब्रो ठिक छ है अब थप्नु पर्यो नि त अब थप्नु पर्यो 2-0 बाट 2-2 बनाइसकेपछि अब थप्नु पर्यो नि त छोड्यो को हुने होला म्यान अफ द म्याच को हुने हो बेस्ट किपर बेस्ट प्लेयर सोरो सकिने बेला हुन लागिसक्यो के रे अब जित्नेले नि जित्ने खाने भयो हामीले नि खाने भयो के चाहिँ रोक्सी अब त हाम्रो भट्टी पसल हेर त्यहाँ अहिलेसम्म चाहिँ हाम्रो एकदमै सबै तरिकाले चाहिँ हाम्रो त्यो रेस्टुरेन्ट होटल चल्ने थियो खाना के अब चाहिँ यसो सबलाई पिर परेकाले पनि खाने भयो खुसी भएकाले पनि खाने भयो भने चाहिँ अब स्पेसल्ली अहिले सो गरिरहेको छ होइन आउनुहुन्छ भन्ने चाहिँ आशा गरेको छु होइन ठिकै छ आउनुभयो भने ताली बजाउनु न दाइ तपाईँ चाहिँ के हो यार मलाई चाहिँ हार्टी वेलकम छ के केही छैन भन्दा एउटै छैन भन्दा खिचिन्थ्यो नि यस्तो ज्ञानी हो एकछिन टाइम लगाएर निकालेर है बुढाबुढी यहाँ के भयो होला है हामी घर गएर नसुतेर है बुढो है के भयो होला है के हुनु गेम हेर्न आएको गेम हेर्ने नि कस्तो बिहान गेम हेर्न लाग्यो सुत्न नसुतेर हेर्ने त पारा ज्याकेट डबल ज्याकेट लाग्छ गेम हेर्न आएको गेम हेरेर जाने अन्त नि अब यो फाइनल हो है त गाइज एफसी धरानको के अरे केएनजी भर्सेस स्टार एफसी अब स्टार्ट हुन्छ एकछिनमा अनि गेम सकिने बित्तिकै टाप कसिहाल्ने है होइन त फाइनल गेम एफसी धरानको फाइनल म्याच हुन गइरहेको छ म चाहिँ भिडियो खिच्न सक्दिनँ म मजाले गेम हेर्ने हो होइन बुढु म खिच्छु अहिले प्रिन्स के गर्दै हो बिर्सिसकेको हामी तिनजना चाहिँ टक्क पोलिटी मारेर बसेर गेम हेरेछ नागोया बाहेकको टिम पुग्यो फाइनलमा सो हेर ऊ त्यहाँ चेयर रहेछ नि अघि हामीले नदेखेको बुढु अडियन्सै छैन ऊ त्यहाँ त त्यो भित्र लाला उलाला एकचोटि डान्स गर्दै न छिटो उलाला उलाला छिटो न यहाँ ल 1 2 3 गो उलाला 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 तेरी फ्यान्टासी छुनाना छुनाना छिटो न त्यो पोस्टर आउनु पर्यो के त्यहाँ ल फेरि छुनाना हाइलाइटमा छुनाना 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 तुही मेरी जिन्दगी अब ऊ पनि हो नि दाजु बजार हिँडेको बिजुली बालेर स्टार एफसी once again स्टार एफसी 2-0 ले लिड गर्दैछ once again
समयमा त के लड्छ यार त्योभन्दा बढी लड्यो यहाँ ओ हेलो हेलो स्टार एफसीले फेरि अर्को एक गोल थप्दै 3-0 ले लिड गरिरहेको छ सायदै गेम सेलिब्रेसन हेर्न सक्नुहुन्छ 7 नम्बरले ह्याट्रिक हान्यो क्या हो यार 7 नम्बरले मात्र हान्छ त गोल त 3-0 भइसकेपछि त अलि होपलेसै हुन्छ कि अझ एकजना कम moments later फर्किँदै बाटोमा म्याडम जहिले सुत्ने नै हो बाटोमा ट्राई गर्दैछु थकाइ त लास्ट थकाइ लागेको छ फुटबल पनि खेलियो एकछिन कहिले नखेलेको भएपछि थकाइ एकदम एकैछिन दौडे पनि एकदम थकाइ लाग्ने रहेछ अनि अर्को कुरा जति थकाइ लागे पनि जति निन्द्रा लागे पनि ड्राइभर भएपछि कहिले पनि त्यो चान्सै छैन रेस्ट गर्ने सुत्ने भन्ने कुरा अनि त्यही माथि बुढाबुढी मात्र छौँ उसलाई त दिनै पर्यो सुत्न रेस्ट गर्न अब एकैछिन अब 17 मिनट बाँकी रहेछ एकैछिन पुग्छौँ हामी ओके हामी चाहिँ अब अलमोस्ट आइपुगिसक्यौँ यहीँ यता कता एकेस्टा होला एकेस्टापछि माइगेपछि चिकु सासिन सघायो अब एकैछिन 8-10 मिनटको बाटो हो बुढी सुतिरहनै छ अब उतै गएर उठाउनेको लागि पुगेपछि हाम्रो दिनभरिको उपलब्धि भनेको चाहिँ यही हो token of love from Dharan FC स्माइल मोबाइल रेमिटेन्स अरे मलाई त होइन म्याडमले पाउनु भएको हो होइन म्याडम उठिसक्नु भयो अब हामी यहाँ गाडी पार्क गरेर घरमा जाने हो होइन How are you feeling? निन्द्रा लाग्यो हाम्रो पार्किङमा आइपुगिसक्यौँ गाडी पार्क गरेर घर जाने हो सी यू एकछिनमा ल हामी घर आइपुग्यौँ आजको भिडियो यति नै हुनेछ भिडियो लास्टसम्म हेरिदिनु भएको छ सबैजनालाई थ्याङ्क यू सो मच भन्दै सी यू इन नेक्स्ट भिडियो भन्न चाहन्छु भिडियो फर्स्टचोटि हेर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला लाइक सपोर्ट कमेन्ट पनि गरिदिनु होला सी यू नेक्स्ट भिडियो बाई बाई एभ्रीवन गुड नाइट आज